जय गोर्खा जय जोहार। विशेष गरेर मेरो यो आजको भिडियो चाहिँ पानीघट्टा सन्दर्भको चिया बगानको सन्दर्भमा जो चाहिँ 15 देखिको बन्द भएर 19 देखिको एकजना नवराज छेत्रीले यसलाई इलिगली चलाइरहेको छ र पानीघट्टामा जो चाहिँ ट्राइबल बेल्ट हो जसमा चाहिँ ज्यादा आदिवासी जमातका अनि गोर्खा जमातका व्यक्तिहरू बसोबासो गर्नुहुन्छ र उहाँहरू नै हुनुहुन्छ त्यहाँको बेनिफिसियरिजहरू र उहाँहरूले चाहिँ 2024 नोभेम्बरदेखिको धरना प्रदर्शन गरिरहनु भएको छ 8 घण्टे एभ्री डे र प्रोसेसहरू चलिरहेको छ कि त्यो बगान चाहिँ ढंगले खोल्नुपर्छ भनेर र फेरि यो 15 तारिकको दिन चाहिँ एकजना नवराज त्यही नवराज भन्ने व्यक्ति चाहिँ नवराज छेत्री भन्ने उहाँ चाहिँ व्यक्ति चाहिँ फेरि यसलाई ट्रेसपास गरेर जो चाहिँ लिक्विडेसन स्टेजको गार्डनमा चलेर पस्नु भएको छ र त्यस सन्दर्भमा मैले भिडियो बनाएर मैले भनेको थिएँ कि हामीले हाम्रो बगानहरू बचाउनु पर्छ र बगानहरू बाँच्यो भने हाम्रो भूमि बाँच्छ, हाम्रो घर बाँच्छ, संगार बाँच्छ, बारी बाँच्छ, खेती बाँच्छ र जब बंगाल सरकारको मनसुबा, बंगाल सरकारको नियत हामी माथि गोर्खा आदिवासी समाजमाथि चाहिँ ढंगको छैन र हामीले यो हाम्रो जमिन यदि हामीले बचाएन भने चाहिँ गोर्खालाई चाहिँ नेपाल खेच्छ भने, नेपाली भाषीलाई नेपाल खेच्छ भने आदिवासी समाजका व्यक्तिहरूलाई बंगलादेश खेद्नु सक्छ भन्ने इस्युमा मैले यति डरलाग्दो यो तपाईहरुलाई आदिवासी समाजका व्यक्ति विशेषहरूलाई मैले त्यस्तो लान्छना लगाएको पनि हैन, मेरो इन्टेन्सन पनि हैन र मेरो बयानलाई तोडमोड गरेर यी नवराज छेत्रीहरूले नै यसलाई पोलिटिकली यसलाई आगो पेट्रोल हालेर फ्युल गरेर यसलाई अगाडि बढाउँदैछ र हामी ठूलो कामहरू गर्दैछौं। हामी 84 वटा बगानको लागि फेरि पनि सुप्रिम कोर्टमा काम गरिरहेको छौं, हाई कोर्टतिर हामी काम गरिरहेको छौं र पानीघट्टा बगान पनि सुचारू रूपले चल्यो भनेदेखिको 1130 जना आरटीआई रिपोर्ट अकर्डिङ त्यहाँनिर वर्कर्सहरू छन् र आज पनि यताउति भए तापनि 600-700 वर्कर छन् र उहाँहरूको घर जग्गा जमिन र कमान बाँचोस् भनेर हामीले यो मुद्दाहरू हाई कोर्टतिर मुभ गरिरहेको छौं र हामीले अलरेडी नवराज छेत्रीहरूलाई यसको नोटिस पनि गरिसकेको छौं र यसै सन्दर्भमा चाहिँ नवराज छेत्रीले चाहिँ यो कुरालाई तोडमोड गरेर अगाडि बढाए तापनि बढाउँदैछ र म यसमा किनभने हाम्रो जुन चाहिँ काम गर्ने कमान भित्रको या यो व्यक्तिहरू हुन्छ जो चाहिँ एकदम सोझा सिधा मान्छेहरू हुन्छ उहाँलाई जे भने त्यही सुन्नुहुन्छ, अघि जस्तो प्रकारले एक्सप्लेन गरे त्यस्तै प्रकारले भन्छन् र मेरो चाहिँ कुनै पनि प्रकारको तपाईहरुलाई कुनै पनि लान्छना लाउने विचार हैन, विषय हैन। तपाईहरुलाई यदि मैले आदिवासी जमातको आदिवासी समाजका व्यक्तिहरुलाई मैले ठेस पुगाए भने मेरो स्टेटमेन्टले तपाईहरुमाथि मैले कुनै पनि प्रकारको मेरो विषयले मेरो कुराहरुले हुनु त मेरो एकदमै त्यसको मतलबै हैन, टाढो तक पनि मतलब हैन। फेरि पनि तपाईहरुलाई रिक्वेस्ट गर्छु त्यो भिडियो तपाईहरुले कम्प्लिट हेर्नुहोस् अनि न्यूज मिडियाको साथीहरुलाई पनि भन्छु तपाईहरुले त्यो भिडियो कम्प्लिट हेरेर तपाईहरुले बुझ्नुहोस् अघि र पनि तपाईहरुमाथि यस्तो लाग्छ भनेदेखिको म एउटा तपाईहरुको दिदी बहिनी अघि कसले के भनेन त्यसमा म उयो विशेष जादिन र तपाईहरुको दिदी, तपाईहरुको बहिनी, सानो बहिनी, ठुलो दिदी या जो पनि सोचेर मलाई माफ गरिदिनुहोस्। म आदिवासी समाजका विशेष व्यक्तिहरुलाई माफी माग्छु र तपाईहरुको लागि मैले पहिला पनि काम गरिरहेको थिएँ। हामीले हाम्रो टिमले अघि हाम्रोमा आदिवासी गोर्खा समाज मिलेर हामीले देशभरि पनि काम गरिरहेको छौं, कता के पर्दा पनि र यो जमिन बचाउनेमा पनि हाम्रो अस्ति 20-30 हजारको तपाईहरुले र्याली पनि देख्नुभयो, 23 को तपाईहरुले 5 डेसिमलको विषय पनि देख्नुभयो। यो सबै गोर्खा आदिवासी समाजका व्यक्तिहरुको भूमि जग्गा जमिन बचाउनको लागि हामीले गरेको हो र काम गर्दै कोही बेला त्यस्तो प्रकारको विषयहरुले तपाईहरुलाई ठेस पुग्यो भने कुनै पनि व्यक्तिहरुले यस्तो बयानहरुलाई तोडमोड गरेर तपाईहरुलाई पुराएर र तपाईहरुलाई लाग्यो भनेदेखिको म एकदमै माफी माग्छु। तपाईहरुको अगाडि माफी माग्दा म सानो हुँदिन, म अझै मेरो शक्ति बढ्छ, अझै मेरो ऊर्जा बढेर आउँछ र तपाईहरुले हमेशा आशीर्वाद दिनुहोस् र गोर्खा आदिवासी समाजका व्यक्तिहरुलाई म भन्छु, विशेष गरेर आदिवासी समाजका व्यक्तिहरुलाई तपाईहरुले मेरो कुरा तपाईले ढंगले एकपल्ट फेरि पनि हेरिदिनुहोस्। अघि तपाईहरुलाई तपाईहरुको सामने माफी माग्दा या हृदयबाट क्षमा व्यक्त गर्दाखेरि म कहिले पनि सानो हुँदिन, किनभने हामी मिलेर बस्नुपर्छ, हामीले एक दुसराको जग्गा जमिन बचाउनु पर्छ। अघि त्यसकै लागि हामी अगाडि बढिरहेको छौं तर यस विषयलाई जसले पनि उल्टा सिधा गरेर हैन त्यो चाहिँ यो यस्तो प्रकारको विरोध गर्छ भने यो यस्तो प्रकारको मान्छेहरुको बीचमा एउटा एक दुसरा प्रति नफरत फैलाउँछ भने चाहिँ गलत हो, यो ठीक होइन
तपाईहरुले पनि बुझ्नुहोस् अघि। र हामी त हाम्रो जस्तै चिया सुरक्षा समिति भित्र हाम्रो भाइस प्रेसिडेन्टै आदिवासी समाजका हुनुहुन्छ हैन। अनि हामी यति डरलाग्दो मिलेर हामी काम गर्छौं र आउनेवाला समयमा पनि फेरि पनि हामी यो 30% को विरोध गर्छौं। गोर्खा जातिले मात्रै गरेर हुँदैन, आदिवासी समाजले मात्रै गरेर हुँदैन र मिलेर काम गर्नुपर्छ। फेरि पनि मिल्छ, फेरि पनि घनिष्ठ हुन्छौं र तपाईहरुलाई एकदमै तपाईहरुको मनमा कुनै पनि प्रकारले तपाईहरुलाई यो फिल भयो भने चाहिँ मैले तपाईहरुलाई चाहिँ कुनै पनि तपाईहरुको विषयमा नेगेटिभ इस्यु मुद्दा बोलेको छु भने चाहिँ मलाई माफी गरिदिनुहोस् अघि। र मेरोमा समय पनि छैन यस्तो विषयलाई अगाडि बढाइराने, किनभने ठुलो ठुलो कामहरु हाम्रो हुँदैछ, लेखापढी गर्नुपर्छ हैन। डिस्टर्बेन्सहरु हामी उयो गर्दैनौं, त्यसलाई अगाडि बढाउँदैनौं। डिस्टर्बेन्सहरुले हामीलाई घेरेर त्यो बेकारको उयो इस्युहरुमा उयो लाग्दैनौं। र मैले यति ठुलो समाज, आदिवासी समाज जसको चाहिँ इतिहास हिस्ट्री यति बहुमूल्य छ, हाम्रो चियाको इतिहास 165 वर्षदेखिको छ भने त्यसमा गोर्खा जाति मात्रै छैन, आदिवासी जातिको पनि त्यहाँ 100% भूमिका छ। र भारत बनिनु भन्दा पनि पहिला चाहिँ आदिवासी समाज, गोर्खा समाजका व्यक्तिहरु त्यस जग्गामा थिए र हामी मूल भारतवासी हौं। हामीलाई कहीँबाट पनि कसैले ल्याएको हैन र त्यस बयानहरुलाई चाहिँ तोडमोड गरेर बताउँछ भने चाहिँ त्यसमा चाहिँ अब त्यो दुर्भाग्यको कुरा हो। अनि यो सन्दर्भमा चाहिँ मैले चाहिँ कसैलाई पनि कुनै पनि देशबाट आएको भन्नु खोजेको चाहिँ हैन। तर यदि हामीले बंगाल सरकारको खिलाफ सँगै मिलेर प्रयत्न गरेर अगाडि बढेनौं भने चाहिँ बंगाल सरकारले चाहिँ हामीलाई नाला कटाउँछ भन्ने विचार मात्रै मेरो हो। यति भन्दै म तपाईहरु बीचबाट बिदा लिन्छु र सबै म मिडियाका साथीभाइहरुलाई यो मेरो भिडियो ज्यादा भन्दा ज्यादा प्रचार गरिदिनुहोस् अघि।